महावीर डाँड सामुदायिक वन उपभोक्ता समूह भोजपुर नगरपालिका 10 भैँसीपङ्खा। भोजपुर जिल्ला नेपालको पहाडी जिल्लामध्येको एउटा सुन्दर जिल्ला रहेको छ। धनकुटा जिल्लाको लेगुवा घाटदेखि भोजपुरको चखेवा डाँडासम्म हाम्रो भोजपुरको मध्य पहाडी लोकमार्गले छोएको क्षेत्र हो। यो क्षेत्रको लगभग बीचतिर भोजपुर नगरपालिका नजिकै हामी भोजपुर बजार जानुभन्दा केही अगाडि पूर्वतिर दुईवटा खोला रहेका छन्। एउटा अँधेरी खोला र अर्को जुके खोला रहेको छ। र यो जुके खोलाको नजिकै महावीर ढाँड सामुदायिक वनले उपभोक्ता समूहले यहाँ सुन्दर बाटो निर्माण गरेको छ। पुग्यो यहाँ पानीको ट्याङ्की बनाइएको रहेछ। यतापट्टि वास्तवमा यो चाहिँ शौचालय जस्तै लाग्यो। यहाँदेखि अझै उबै 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 यहाँ कहाँ पुगेर ल गाइज भनौँ त के जङ्गल चार्दैछु गाइज। यस्तो जङ्गलमा कहाँ हिँडेको यस्तो बाटोमा भनेर चाहिँ हामी खुल्दुली भएर निस्किएको। यत्रो यो ढुङ्गै ढुङ्गा लगाएर चाहिँ आधुनिक पोखरीले ढुङ्गा लगाएर चाहिँ यत्रो खर्च गरेर चाहिँ बनाइएको यो कसैले यो भर्याङ चढेन भने त बेमजा हुन्छ, खल्लो हुन्छ। त्यही भएर आज जइदिउँ त भनेर गाइज हामी निस्किएको। हत्तु हैरान भइसक्यो, साँझ पर्न आँटिसक्यो। हामी चाहिँ कता जाने कताको बाटो भइसक्यो र पनि निस्किन छाडेको छैनौँ अझै। हाम्रो गाइड चाहिँ हातमा टोपी लिएर छुट्टै लौरो टेक्दै टेक्दै अगाडि बढिराख्नु भएको छ। गाइज कहाँ पुगिने थाहा छैन। हामी तलबाट आएको तल उस उस ल हेर्नुहोस् त्यहाँ गाडी उहाँ कुद्दैछ। हामी यत्रो यत्रो बाटो चाहिँ अगाडि लगिरहेछौँ, कुद्दैछौँ र पनि कहाँ पुगिन्छ थाहा छैन। हामी यसको लगभग टुङ्गिने अवस्थामा पुग्यौँ कि जस्तो भान हुँदैछ मलाई। हट धेरै माथि पो राख्छौ। उस उस अझै तेर्सो महसुस हुँदैछ। अझ श्यामशिलामा चाहिँ उतो श्यामशिला डाँडा हो, पानीले चाहिँ आज कुट्ने नै भयो। यो जङ्गलमा के खोज्न हिँडेको हामी अत्तो पत्तो छैन। हो तल छ रोड, उस गलियो के भन्नु र खै गाइज। हामी यसरी उकालो अझै निस्केछौँ। यो बाटो हामी हिँडेकै छौँ, कहाँ पुगिन्छ हेरौँ। अब चाहिँ यहाँ एउटा राम्रो चौतारी बनाए जस्तो हामीले फेला पार्यौँ नि। होइन यो चौतारी जस्तोमा त टुङ्ग्यो होला भनेको। के हो त सेतो है जङ्गलमा आइ है जङ्गलमा घना जङ्गलमा हेर्नुहोस् गाइजहरू। यता यस्तो छ हामी आएको बाटो यो बाटैबाट हामी उकालो
लाग्दैछौँ। के हो त हा बाबा बाबा ए ठुलो ढुङ्गाको मुनि आइपुग्यो हामी। त्यो ठुलो ढुङ्गा नि कत्रो चाहिँ रहेछ, पहाड जत्रै रहेछ है। एउटा विशाल चट्टान रहेछ यहाँ। ल आउँदा आउँदै यहाँ आइसकेपछि हाम्रो यति राम्रो सोलिड ढुङ्गाको बाटो चाहिँ इन भएको छ है साथीहरू, इन भएको छ। यो चाहिँ कहाँ लान खोजेको हो, देवी देउराली मठ मन्दिर केही छ कि भनेर हामी आइहेरेको, तर खै केही पत्ता लागेन। यहाँ आएपछि टुङ्ग्यो। यहाँदेखि उता खै कता हो, कता जाने बाटो चाहिँ अब यहीँ इन भयो। यसो बुझ्ने साथीहरूले भनिदिनु होला यो बाटो कहाँ लान खोजेको, हामीलाई चाहिँ पत्तो भएन। त्यही भएर हामी चाहिँ अब रिटर्न ब्याक टु द होम। अब सर्रा यस्तो जङ्गलकै बाटो आयो। यता उँभो हेर्दा चाहिँ यहाँ टाउकैमा उता माथि ढुङ्गा खस्ला जस्तो छ। हामी चाहिँ यहाँ छौँ। यस्तो भिड छ नि, यस्तो भिड। माथि न माथि छ, टुप्पीमा छ ढुङ्गाको। हामी चाहिँ अहिले यस्तो जङ्गलमा छौँ। जङ्गल पनि घनाघोर जङ्गल छ, घनाघोर। ल हाम्रो गाई चाहिँ आइपुग्नु भयो। ऐट ऐट के भाइ चार रे बा। ल हेर्नुहोस् गाई चाहिँ यहाँ लुगामा। चलो चल तू गाई। यहाँ म गन्दैछु खुड्कीलाई, यहाँबाट सुरु गरेको। 1 2 3 4 5 6 7, यहाँ 7 छ, यहाँ 8, यहाँ 34 35 36 37 आउँदैछ। मेरो गाइजले छोडी। ल गाइजहरू, यहाँ चाहिँ पछाडिबाट आउँदाखेरि 100वटा यस्ता खुड्किलोहरू चाहिँ रिटर्न ब्याक हुँदै गरेको। जम्मा 100वटा रहेछ, 100वटा यहाँसम्म। 100मा 100 जोडा 200वटा। यहाँबाट अगाडि अझ म 201बाट सुरु भयो। 2 3 4 5 6 7। सादा मन सच्चा बोली कर्मले चिनिने, गाउँ समाजको सेवामा सधैँ अघि बढिने। गाइजहरू म यहाँ 80मा आइसकेँ। 280 यस्ता खुड्किलाहरू चाहिँ 280वटा पछाडि छ। यहाँ 80 भयो, 81 82 83 हुँदै 84 85 86। ल गाइजहरू, यो अँधेरी खोलाको बाटो भयो। अँधेरी खोला भयो, त्यहाँ यो भोजपुर जाने बाटो हो। यहाँबाट उसो भोजपुर पुगिन्छ। यहाँ गाडी टेम्पोहरू पनि हिँडिरहेका छन्। अहिले भोजपुरबाट फर्किँदै गरेको सेमसिलातिर। आफ्नो रफ्तारमा टेम्पो जाँदैछ। हाम्रो गाई जुवा छिन्।
र यहाँदेखि हामी आज यो कुलो हो, यो सिँचाइ गर्नलाई लगिएको एकदम व्यवस्थित कुलो छ। यो कुलोबाट चाहिँ पानी यसरी यहाँबाट चाहिँ बटारिएर चाहिँ उँधो छिर्छ ऊ भल, यहाँबाट उता निस्किन्छ र उता क्रस हुन्छ। हामी चाहिँ यहाँ छौँ र यहाँदेखि कतिवटा रहेछ त यो खुड्किला कहाँसम्म बनाइएको रहेछ भनेर हामीलाई बडो खुलदुल भयो। र आज हामी बुढाबुढी गइयो माथिसम्म जाँदाखेरि जम्मा 360वटा खुड्किला रहेछन्। यो एकदम व्यवस्थित पोखरेली ढुङ्गाबाट चाहिँ बनाइएको छ। यसरी बनाइएको छ। यहाँ पानीको धारा पनि छ। 60वटा खुड्किला बनाइएको रहेछ र यस्तो राउन्डमा पानीको धारा छ। म चाहिँ यो धाराको पानी चाहिँ अब म सेवन गर्न पर्यो। धाराको पानी चाहिँ अब कस्तो रहेछ है त गाइस। आहा यति चिसो पानी नि, यति चिसो, यति मिठो पानी। आहा यो पहाडको पानी, ढुङ्गाको काँपाबाट निस्केको पानी, यति चिसो पानी रहेछ कि यो पानी खाएर गाइजहरू अब हामी चाहिँ ट्याक्कले अब हाम्रो बाटोलाई अगाडि बढाउन गइरहेका छौँ। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। लाइक, सेयर र कमेन्ट गर्न नभुल्नुहोला। अर्को भिडियोमा भेटौँला। धन्यवाद।